अस्सलाम वालेकुम। मेरो नाम इम्तार हो। म कतरमा बस्छु। आज म घुम्न जान लागेको। हेर्नुस्, जान्छु एजुकेसन सिटी पार्क। तपाईहरु हेर्दै हुनुहुन्छ, म रेडी भइसक्यो। अब जान लागेको हामी। अब हेरौँ। तपाई हेर्दै हुनुहुन्छ यस्तो नजारा। हेर्नुस् कति राम्रो छ। पानी पनि कति मजाको। आउनुस्, कति मजाको रमाइलो हुन्छ यहाँ। तपाई हेर्नुहुन्छ, फाइनली म एजुकेसन सिटी पार्कमा आइसकेको छु। अब यहाँको कुछ यस्तो नजारा रहेछ। हेर्नुस् कति मजाको छ। वाउ माशाअल्लाह, कति बेहतरिन नजारा रहेछ। लोकेसन पनि कति दामी रहेछ। तपाईहरु आउनुहुन्छ, घुम्न सक्नुहुन्छ यहाँ आएर। के कस्तो रहेछ हेरौँ। नजारा यहाँको। अब यहाँ ट्रम्प पनि आउनेवाला बेला भइसकेको छ। तपाईं हेर्नुहुन्छ, अब ट्रम्प आइसक्यो। मेरो पछाडि चाहिँ यस्तो ट्रम्प आइरहेछ। हेर्नुहुन्छ, अर्को पनि उतातिर आउँछ। अर्को पनि हेरौला, दुईटै आउँछ। एउटा आएर यहाँ लागिसक्यो। अब यो गएपछि अर्को पनि यता आइसक्यो। हेर्नुस् यस्तो रहेछ। ट्रम्प चाहिँ यस्तो रहेछ। यताको पात पनि छ, कति मजाको देखिरहेछ। यता पानी पनि फुहारा मारिरहेछ। यस्तो रहेछ यहाँको नजारा कुछ। हेरौँ, यस्तो कति मजाको बस्ने ठाउँ पनि छ। वाह, हेर्नुहुन्छ कति पानी मजाको आयो। वाह, अन्त राम्रो यहाँ रहेछ। हेरौँ कति मजाको छ। नाइटमा पनि गजब मजाको यसमा भ्यूज आउँछ। नाइटमा कति मजाको भ्यूज आउँछ। पानीको लाइट पनि छ। यस्तो तपाईँ हेर्दै हुनुहुन्छ, कति राम्रो रहेछ ठाउँ यहाँको। हेर्नु त, सबै तपाईँहरूले रुममा बसेपछि एउटै ठाउँबाट भिडियो हेर्नु पाउँछ। हेर्नुस् त कति मजाको लोकेसन छ। बच्चाहरूको खेल्ने कुद्ने सबै यसैमा छ। यता पनि छ। हेरौँ, बच्चाहरूको सबै यसमा खेल्ने। यो सबै पब्लिक प्लेस हो, पार्क हो। एजुकेसन सिटीको पार्क राम्रो ठाउँ छ, घुम्ने खालको पार्क छ। हेरौँ कति मजाको रहेछ लोकेसन। हेर्नु त, यो चाहिँ अल रेयानमा हो। अल रेयानको गराफा एजुकेसन सिटी पार्कमा आउँछ। तपाईहरु हेर्दै हुनुहुन्छ यहाँको। हेर्नुस् यहाँ यस्तो रहेछ। हेर्नुस् कति राम्रो हेरिहाल्नुहुन्छ। हेर्नुहुन्छ कति राम्रो नजारा रहेछ। अब यसैमा ब्लग खत्म गरिदिन्छु। धन्यवाद भिडियो हेरिदिनुको लागि। थ्याङ्क यू सो मच। बाइ बाइ।